कस्तो टल्केको हो फाउन्डेसन छैन हेलो एभ्रिवान वेलकम ब्याक स्वागत छ तपाईहरुलाई मेरो अर्को नयाँ भिडियोमा हाम्रो अघिल्लो स्निकरको भिडियोमा राम्रो भ्युजहरु गइरहेको छ तपाईहरुले यसरी नै माया गरिदिनु होला हामीलाई हामी चाहिँ बाबुको लागि नयाँ स्निकरहरु आएको छ हैन नयाँ स्निकरहरु आज हामी अनबक्सिङ गर्नेवाला छौं अफ व्हाइटहरु यताउता बाबुको के सामानहरु आएको छ अनि त्यो हामी आज अनबक्सिङ गर्नेवाला छौं प्लस हाम्रो अलिकति ओजी हाइबिस टी-शर्टहरु पनि हामीसँग आएको छ त्यो पनि हामी आज अनबक्सिङ गरेर हामी बल सामानहरु आज हामी आफ्नो कलेक्सनमा आफ्नो क्लोजेटमा हामी अपडेट गर्नेवाला छौं र हाम्रो सानो फुच्चेको 7 मन्थ हाम्रो 7 to 8 मन्थको स्निकर यो खुट्टामा लाउनको लागि हाम्रो अब ट्याक्क लाएर जोर्डनहरु आएको छ अनि हामी टक्क लाएर त्यो जोर्डनहरु अनबक्सिङ गर्नेवाला छौं आज चाहिँ टन्नै एक कार्टुनै छ है सामान चाहिँ हामीसँग तपाईहरु हेर्न सक्नुहुन्छ गाह्रो हुँदो रहेछ हो एउटा हातले क्यामेरा समाउने अनि एउटा हातले चाहिँ सामान निकाल्ने टन्नै सामानहरु आएको छ हाम्रो चाहिँ अल द वे फ्रम कोरिया बाहिरबाट प्यालेसको सामानहरु टन्नै एक कार्टुन सामान आएको छ है मोर देन 5 को सामानहरु आएको छ हामीसँग टन्नै सुप्रिमको सामानहरु सुप्रिमको टी-शर्टहरु प्यालेसको हैन अनि त्यहाँदेखि गएर जोर्डनको मेन भनेको चाहिँ हाम्रो यो छ सुप्रिमको स्पाइडरम्यान एक्स सुप्रिमको पनि हामीसँग बक्सर आएको छ यो पनि हामी आज ट्राई गर्ने लगाएर चाहिँ देखाउनु न सामान चाहिँ म देखाउँछु मेन भनेको चाहिँ यो हो के यस्तो बल छ कि बाबुको थुप्रो छ 3-4 वटा स्निकरहरु आएको छ सानो छ 0 साइज हो 1 मन्थदेखि लिएर मजाले लाउन मिल्छ के अरे 1 मन्थ अरे 1 इयर के 1 इयरदेखि लिएर लाउन मिल्छ अनि यो चाहिँ मेरो वाइफको लागि एनिभर्सरी गिफ्ट हो यो चाहिँ सुप्रिमको पर्स यो सबै आज हामी अनबक्सिङ गर्नेवाला छौं है त ल हाम्रो अब सामानहरु टन्नै अपडेट अब हाम्रो स्निकर यही हो अब यसमा सानो साइजको स्निकरहरु पनि अब यसमा एड हुन्छ क्लोजेटमा हामीसँग ट्राभिसको एउटा एक्सन फिगर पनि छ है ट्राभिस र कचको यो चाहिँ मेरो एउटा दाइ हुनुहुन्छ बाहिर विदेशमा त्यो दाइले पठाइदिनु भएको त्यो दाइसँग अब खासै अहिले बोलचाल त छैन त्यो दाइले लास्ट हेर्नुहुन्छ क्या हामीलाई त्यही भएर हाम्रो 6 to 7 मन्थको के अरे कति अरे 7 मन्थ 7 देखि अब 8 मन्थको लाग्दैछ बाबु अनि त्यहाँदेखि बाबुलाई अस्ति पनि किनेको बेबको स्निकर किनेको त्यो चाहिँ अब सानो हुन लागेको छ यो के हो मैलो भयो नि के अन्त यो त कस्तो बवाल छ यो है बेबी मिलोको के currently I am shooting from Sony FX3 with 16 to 35 G master lens light camera action the angle is perfect कस्तो आइरा छ वाइड एंगल लेन्समा in the first time सँग न्यू ब्यालेन्स को एउटा जुत्ता छ बाबुको लागि with a lot of stuff के हो यो हेर न यहाँ सुप्रिमको हो कि यो सुप्रिमको स्टिकर हेर न यहाँ एउटा सुप्रिमको एउटा स्टिकर छ अनि केटी पनि छ यहाँ के हो यो अनि टन्नै टाल्नलाई दिएको छ यो चाहिँ सुटकेसहरुमा टाल्न बल हुन्छ क्या आमा छोरा अब सँगै हो सेट मिलाएर हो आमा छोरा न्यू ब्यालेन्सको है यो चाहिँ बवाल छ यार यो पनि कस्तो यस्तो सानोमा नि कस्तो प्रिमियम क्वालिटी हालेको के सोलहरु क्या बवाल छ यार यो तपाईं हेर्न सक्नुहुन्छ सानो छ मेरो हात बराबरको छ के मेरो हात बराबरको बाबुको लागि यो चाहिँ त्यसपछि चाहिँ हामीसँग जोर्डन यस्तो बटर पेपर पनि कस्तो स्मुथ के ठुलोको जस्तो नै प्याकिङ आउँदो रहेछ के Oh my god. यहाँ हेर्नु न यहाँ यत्रो
क्या सानो छ अरे जोडा लस्ट एन्ड फाउन्ड यार क्या बवाल छ क्या क्वालिटी फेरि लास्ट प्रिमियम छ क्वालिटी चाहिँ सोल पनि त्यस्तै ठ्याक्कै ठुलोको जस्तै रहेछ क्या यो चाहिँ मेरो ठुलोको भयो यो चाहिँ सानोको बच्चाको बाउ छोरा सँगै लस्ट एन्ड फाउन्ड लाएर हिँड्ने हो नि त अब चारवटा स्मेल पनि ठुलोको जस्तै आउँदो रहेछ यसमा पनि ठुलोको जस्तै लेसहरू टन्नै 2-3 एक्स्ट्रा लेसहरू दिइरहेको रहेछ होइन अनि त्यहाँदेखि सेम के ठुलोको जस्तो त्यस्तै हो क्या यो लस्ट एन्ड फाउन्डको के यो उक्केको मेटेरियलहरू जस्तो टाइपको पछाडिको यो आउटसोलहरू मिडसोलहरू सब ल हामीसँग सेकेन्ड नम्बरमा चाहिँ यो भयो लस्ट एन्ड फाउन्ड ओ एयरफोर्स अफ वाइट एयरफोर्स है नाइकीको ब्ल्याकमा यस्तो बवाल छ अरे यार यस्तो बवाल छ कि बवाल छ यो कुरा गरी साध्य नै छैन कि यस्तो बवाल छ यार अनि फोर्थमा पनि हामीसँग स्निकरै छ यो पनि सानो बक्समा छ यसमा चाहिँ पलको डिजाइन रहेछ यो पनि एयरफोर्सै हो क्या यो के हो यो नाइकीको हो यो पनि अफ वाइटको रहेछ यो पनि येल्लो कलरको यस्तो बवाल छ यार यो चाहिँ यस्तो बवाल छ यो पनि स्निकर यार यो गाह्रो छ है नेपालमा पाउँदैन यो चाहिँ बाहिरबाटै आएको हो यिनीहरू सबै यसमा पनि एक्स्ट्रा लेसहरू दिएको छ टन्नै छ यार सामान्य यस्तो बवाल छ यार यो पनि क्वालिटी तपाईँहरू सक्नुहुन्छ उठ्नै पर्ने भयो कि देखाउनलाई चाहिँ यस्तो बवाल छ यार यो मेरो फेरि जी मास्टर लेन्सले फेरि फोकस पनि कस्तो ट्याक लिन्छ क्या सुप्रिम र स्पाइडरम्यानको कोल्याबको बक्सर $100 पर्छ है यसलाई एउटा ब्ल्याक कलरमा छ नेक्स्ट वान इज रेड कलर एन्ड द नेक्स्ट वान इज वाइट कलर हामीसँग 3टा कलरमा छ कि 3टा कलरमा यो चाहिँ बन्दना र सुप्रिमको कोल्याब यो चाहिँ स्पाइडरम्यान र सुप्रिमको कोल्याब है यो बक्स पनि बवाल छ प्रिमियम एकदम बवाल छ यो क्वालिटी यार 10 out of 10 है यो बक्सर एन्ड द नेक्स्ट आइटम इज टी सर्ट जर्सी एन्ड जर्सी यो नेट भएको जर्सी यार लाउँदा नि कस्तो देखिन्छ होला यार चिसो शीतल एसी टाइपको कि यो कस्तो देखिन्छ गाइस मलाई एयर लेखेको यो वान पिस इन नेपाल है यो चाहिँ यो नेपालमा कसै जग्गा पनि छैन यो त छ्याङछ्याङती छ ऱ्याङती हो ऱ्याङतीहरू क्लोजअपबाट होला त ऱ्याङती छ क्या छ्याङछ्याङती सब भित्र सब मुन्टा सुन्टा सब देखिन्छ यसले त यो टी सर्ट छ कि एउटा चाहिँ लामो यस्तो बवाल छ यो टी सर्ट त मलाई कपडा वाइल्ड मन पर्यो यार यो कपडा चाहिँ यस्तो बवाल छ यो कपडा समरमा यस्तो बवाल ओभर साइजको ब्यागी टाइपको होइन हातको प्रिन्ट छ ट्याक्क लाएर यस्तो बवाल छ यार यो कपडा यस्तो वाइल्ड प्रिमियम छ यो पनि सुप्रिमकै रहेको छ मलाई प्रब्लम सुप्रिम चाहिँ लास्ट मनपर्छ सुप्रिमको कपडाहरू अलिकति राम्रो लाग्छ कि मलाई यो पनि सुप्रिमकै हो तर यो साउदी अरेबियन भाषामा के हो यो पनि सुप्रिमकै हो यो चाहिँ पुरा प्रिन्टेडमा वाइड प्रिन्टेडै यो स्क्रिन प्रिन्ट गरेको रहेछ बवाल छ यार स्क्रिन प्रिन्ट चाहिँ लाइफ ग्यारेन्टी हुन्छ कि त्यो डिटिएफ स्टिकरहरू हुन्छ नि अब नेपालमा त अब लोकल अनलाइन क्लोदिङ ब्रान्डहरूको अहिले नयाँ खोल्दै गरेको अनि जुन भइरहेको छ तिनीहरूले त हामी डिटिएफै हो अनि नेक्स्ट आइटम हाल्छ यो चाहिँ बेबको छ बाथिङ बेबको यस्तो बवाल छ कि मलाई बेब पनि लास्ट वाइल्ड मनपर्छ यार युनियनको यस्तो ब्याक प्रिन्ट पनि छ यो पनि स्क्रिन प्रिन्टै गरेको यस्तो स्क्रिन प्रिन्ट गरेको कपडाहरू नै लास्ट त्यो के अरे यसको प्रिन्टहरू चाहिँ लास्ट ड्युरेबल हुन्छ कि यो किन कपडा यस्तो बवाल भनेको त यो त बेब र युनियनको कोल्याब रहेछ है कस्तो बवाल वाइल्ड बवाल छ यो कपडा यस्तो बवाल छ भोलिको भिडियोमा चाहिँ यही लाएर भोलिको भिडियोमा यही लाएर बनाउनु पर्ला यो पनि सुप्रिमकै हो यो पनि सुप्रिमकै रहेछ यो जी यहाँ मोटो त्यो सुप्रिम न्युयोर्क सिटी
के लेखेँ गाइस, यो जापानिज भाषामा लेखेको जस्तो छ। यो कसैले बुझ्नुहुन्छ भने कमेन्ट गरिदिनु होला है त तल। जसले कमेन्ट गर्नुहुन्छ जसको मिल्छ नि यो, त्यसलाई म एउटा यसपालि जोर्डन गिफ्ट, एउटा स्निकर गिफ्ट गिभ अवे है। ल यो लेखेको के हो नेपालीमा जसले भन्न सक्छ कमेन्टमा, त्यसलाई एउटा स्निकर गिभ अवे मेरो तर्फबाट। ब्रान्ड न्यू है, फेरि युज्ड होइन। अब हामी अन्तिममा छौँ भिडियोमा। त्यसभन्दा अगाडि एउटा प्यालेसको जर्सी पनि छ हामीसँग। यो पनि बवाल छ यार, यो सिक छ यार। यस्तो मेटेरियलहरू नेपालमा किन पाउँदैन यार, यस्तो चिजहरू यार। यो अहिले एमआरपीको लागि अहिले भन्सारमा अहिले एमआरपीको लागि भनेर भन्सारमा सामानहरू रोकिदिएको थियो। त्यही भएर मेरो सामानहरू आउनु ढिलो भयो, नत्र हिजो अस्ति नै आउने भिडियो हो यो। यो पनि कस्तो देखेछ गाइस मलाई, प्यालेसको उयो पनि बवाल छ यार। प्यालेसको मसँग हुडीहरू पनि छ, प्यालेसको मसँग टी सर्ट पनि छ, हुडी छ, विन्ड सिटरहरू पनि छ। प्यालेसको पनि सामान चाहिँ राम्रै हुन्छ अरू उयोहरू चाहिँ। अन्त लास्टमा चाहिँ यो मेरो अल टाइम फेभरेट टी सर्ट हो यार। यस्तो वाइल्ड छ यार यो टी सर्ट यार, तपाईँ हेर्नु न यार, यस्तो कम बवाल छ यो। यस्तो काखी मुनि कस्तो ड्रागन छ क्या यो, कस्तो बवाल छ। पुरा फुल एम्ब्रोइडरी हो क्या, घाँटीदेखि लिएर यो नेकदेखि लिएर ब्याक प्रिन्टदेखि लिएर अगाडि छातीमा यो पुरा सरर सुप्रिमको एम्ब्रोइडरी हानेको छ होइन। अनि त्यहाँदेखि तल पनि हानेको छ। यो जापानिज चाइनिज हो कि जापानिज हो यो। अनि साइड यो चाइनिजै होला मेरो विचारमा, यो लेखेको द ग्रेट चाइना वाल। ए चाइनिजै रहेछ। यो यस्तो कम बवाल छ यार यो कपडा यार, फुल ड्रागन यार पछाडि यार, यस्तो बवाल छ कि यो। तपाईँ हेर्न सक्नुहुन्छ कतिको देखेछ होइन। यो ब्लूमा व्हाइट भएर अलिक कम देखेको होला, तर यो रियलमा यस्तो 3D टाइपको खतरा एम्ब्रोइडरी छ यो पुरा यहाँ। ओ भित्र त आमा के हो यो, द ग्रेट वाल अफ चाइना अरे, जस्ट फर यु। I made this piece thinking of person I love because I like to please them, especially my wife, my only inspiration. यो त पढ्नै पर्ने चिज रहेछ है। यस्तो लेखेको छ कि भित्र के, भित्र नेक लेभलको तल यो भित्र है, यस्तो टी सर्ट बाहिर होइन, भित्र क्या एउटा स्टोरी नै लेखेको छ क्या। लास्टमा हामीसँग एउटा आइटम छ सुप्रिमको पर्स छ। यो चाहिँ मेरो वाइफको लागि एनिभर्सरी गिफ्ट जस्तो हो, एकदम बवाल छ यार सुप्रिमको। के भयो हाम्रो हिरोलाई? बाबु तिम्रो स्निकर है अब। यो चाहिँ सुप्रिमको पर्स, यो चाहिँ पनि राम्रो छ यार। यो चाहिँ अल हाई पाइप। यो चाहिँ मेरो बाबुको लागि स्निकर कलेक्सन हो। अब यसमा बिस्तारै अब मेरो अर्को बाबुको ट्राभिस स्कट पनि आउँदैछ, त्यसको लागि फेरि छुट्टै भिडियो हुन्छ। अब आजको लागि चाहिँ यति, अहिले यो भिडियो लिएर आएको छु। अब हामी नेक्स्ट भिडियोमा चाहिँ बाउ छोरा मिलेर जोर्डनको लस्ट एन्ड फाउन्ड दुईजना लाएर हामी एउटा टक्क भिडियो बनाउनेवाला छौँ। आजको लागि चाहिँ यति नै। कस्तो लाग्यो तपाईँहरूलाई यो भिडियो? कृपया लाइक सेयर र सब्सक्राइब गरिदिनु होला, किनभने हाम्रो जति नै लाइक, हाम्रो जति नै सब्सक्राइब बढ्दै जान्छ, हामी एउटा ओरिजिनल जोर्डन गिभ अवे गर्नेवाला छौँ। त्यसको लागि चाहिँ सबैजनाले लाइक गरिदिनु होला, कृपया सब्सक्राइब पनि गरिदिनु होला है त। ल आजको लागि यति नै, हस्त, धन्यवाद।